हामीले ख्रीष्टलाई विश्वास गर्नु चाहिँ यो धर्म होइन र हामीले चाहिँ एउटा कुनै शक्तिको लागि स्वर्गको लागि हामीले विश्वास गरेको होइन। तर हामीले पहिला चाहिँ के हामीले सुसमाचार सुन्यौँ भनेदेखि येशू ख्रीष्टलाई विश्वास गरे मुक्ति पाइन्छ, येशू ख्रीष्टलाई विश्वास गर्यो भने स्वर्ग जान पाइन्छ। हामीलाई चाहिँ मुक्तिको बारेमा स्वर्गको बारेमा धेरै त्यसलाई चाहिँ व्याख्या गरियो। तर खासमा हाम्रो रियल आइडेन्टिटी के हो त्यो थाहा पाउनु नै सत्य सुसमाचार हो। त्यसकारण प्रभु येशू ख्रीष्टले चाहिँ हामीलाई के बताउन के देखाउन रिभिल गर्न आउनुभयो भनेदेखि तिमीहरूको रियल आइडेन्टिटी चाहिँ यो हो। अनि त्यो रियल आइडेन्टिटी चाहिँ के हो भनेदेखि हामी चाहिँ वास्तवमा परमेश्वरबाट जन्मेको परमेश्वरको छोराछोरीहरू हौँ। तर कतिपटक कति विश्वासीहरूले चाहिँ आफ्नो रियल आइडेन्टिटीलाई भुलेर अनि परमेश्वरको कामहरू जस्तो स्वर्ग शक्तिको मात्रै कुरा गरेका हामी पाउँछौँ। अनि म मेरो छोरीलाई एकदमै माया गर्छु अनि मेरो छोरीले मलाई राम्रो राम्रो काम गरिदिएकोले माया गरेको होइन, तर म उसलाई माया गर्छु किनकि उसलाई हामीले जन्माएको हो। अनि यूहन्ना 1:16 लेखेको छ, तपाईँ हामी सबैजनालाई थाहा छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो। अनि परमेश्वरले हामीलाई किन प्रेम गर्नुभयो त? परमेश्वरले हामीलाई प्रेम गर्नुभएको तपाईँ हामीले धेरै फास्टिङ बसेर होइन, तपाईँ हामीले धेरै प्रार्थना गरेर होइन। एउटै मात्रै कारण चाहिँ एउटै मात्रै रिजन चाहिँ हामी उहाँको पुत्रहरू हौँ। म पहिला मैले जबसम्म प्रकाश पाएको थिइनँ त्यति बेला मैले याद गर्ने गर्थेँ कि धेरै विश्वासीहरूले र म आफैले पनि कतिपटक फर्मेलिटी पुरा गर्नलाई म प्रार्थना गर्थेँ। अनि म उता इलाममा गाउँमा हुँदा चाहिँ त्यहाँनिर चाहिँ सबैले पालै प्रार्थना गर्नु लाउँथ्यो त्यो चर्चमा, जुन चर्चमा म भर्खर जाँदै थिएँ। तर मेरो पालो आउँदा चाहिँ मैले के प्रार्थना गर्ने, म दामी प्रार्थना गर्छु भनेर शब्द रचिरहेको हुन्थेँ। यो चाहिँ आज मेरो मात्रै समस्या होइन, आज धेरै मण्डलीमा समस्या जहाँनिर चाहिँ परमेश्वरको रेभलेसन नपाएको कारण, परमेश्वरको सही प्रकाश नपाएको कारण उनीहरू चर्च त जाँदैछन्, आराधना गर्दैछन्, प्रार्थना गर्दैछन्, तर उनीहरूले खास त्यसको कोर कुरा चाहिँ के हो, त्यसको गुदी कुरा चाहिँ के हो, कतिचोटि उनीहरूलाई त्यो थाहा हुँदैन, प्रकाश के हो त्यो थाहा हुँदैन। तर तपाईँ सौभाग्यशाली हुनुहुन्छ, तपाईँहरूलाई चाहिँ मैले प्रशस्त प्रकाशहरू दिएको छु। मलाई लाग्छ म सुरुमा चर्च जाँदै गर्दा मैले जुन समस्याहरू भोगेको थिएँ अनि सायद तपाईँहरू चाहिँ कसैले पनि त्यो समस्या भोग्नु भएको छैन। त्यसले गर्दाखेरि आज धेरै मण्डलीमा चाहिँ यस्तै प्रकारको फर्मेलिटीको प्रार्थनाको, अब मैले के प्रार्थना गर्ने, प्रार्थना चाहिँ शब्द र फर्मेलिटी एउटा त्यो औपचारिक निभाउनको निम्ति होइन। यहाँ मैले विशेष गरी भन्न खोजेको चाहिँ हाम्रो परमेश्वरले हामीलाई प्रेम किन गर्नुभयो, हामी उहाँसँग किन प्रार्थना गर्छौँ र हामी वास्तवमा हामी क्रिस्चियनिटी के हो, हाम्रो रियल आइडेन्टिटी के हो त्यो बुझाउन चाहन्छु आज म तपाईँहरूलाई। अनि धेरैजनाले चाहिँ क्रिस्चियनलाई चाहिँ एउटा क्रिस्चियन धर्म हो, उनीहरूको बाइबल छ, जसरी मुस्लिमको कुरान छ, यहुदीहरूको तोरा छ, अनि हिन्दूहरूको चाहिँ ऋग्वेद छ भनेर मानिसहरूले त्यो सोच्छन्। क्रिस्चियनिटीलाई धेरैजनाले धर्मसँग तुलना गर्छन्। धर्ममा चाहिँ रीतिथिति विधि विधान हुन्छ, तर प्रभु येशू ख्रीष्टले चाहिँ त्यो रिलिजनलाई, त्यो धर्म रीतिथिति विधि विधानलाई तोड्न आउनुभयो। अनि येशू ख्रीष्टले चाहिँ धर्म स्थापना गर्न आउनु भएन। अनि यो बाइबल चाहिँ मानिसले लेखेको होइन, यो बाइबल मानिसले बनाएको होइन, अनि यो बाइबलको नाम मानिसले राखेको होइन। बाइबल पुरानो करार नयाँ करार मानिसले नाम राखेको होइन। There is New Testament, there is Old Testament, not given by name from people. किनकि क्रिस्चियनिटी धर्म नै होइन। Because we all know the Christianity is not a religion. क्रिस्चियनिटी भनेको हाम्रो रियल आइडेन्टिटी हो। Christianity is a real identity of. क्रिस्चियनिटी चाहिँ हाम्रो वास्तविक परिचयलाई थाहा पाउनु हो। अनि त्यो सही परिचय चाहिँ हामी सृष्टिकर्ता परमेश्वरको पुत्रहरू हौँ। अनि यो बाइबल कसरी बनियो? How Bible made? अनि यो बाइबल चाहिँ खासमा ग्रीक शब्द बिब्लिया भन्ने शब्दबाट आयो। The Bible is come from the Greek word, which word is like यो Biblia. बिब्लिया भन्ने ग्रीक शब्दबाट आयो। The Biblia is Greek word. अनि यो यसको अर्थ चाहिँ हो पुस्तकहरू। The meaning of Biblia is books. त्यसकारण यो बाइबलको कसैले नाम राखेको होइन, खालि ग्रीक भाषामा यो पुस्तकहरू मात्र भनेको हो। जब म सुरुमा म चर्च जाँदै थिएँ अनि मैले जब बाइबल पढ्थेँ अनि मलाई धेरै क्वेसनहरू मेरो दिमागमा आएको थियो। There are many questions in my mind. अनि परमेश्वरलाई चाहिँ म अचम्म लाग्थ्यो। And I'm amazed how अनि God. परमेश्वरसँग म क्वेसन गर्थेँ। And I used to ask किन questions परमेश्वर to God. पुरानो करारमा चाहिँ एक मानिसलाई मार्ने क्रूर स्वभावको हुनुहुन्छ, अनि नयाँ करारमा चाहिँ उहाँ किन दयालु, मर्सीफुल, किन दयालु, अनि तर उहाँ पुरानो करारमा चाहिँ किन उहाँ
एकदमै रिसालु, मारिहाल्ने, अलिकति मिस्टेक गरे मरिहाल्ने। अनि मैले यो त्यसरी बुझेको थिएँ, बाइबलमा त परमेश्वर त कहिले परिवर्तन नहुने कुरा लेखिएको छ। परमेश्वर कहिले परिवर्तन हुन्न, परमेश्वरको मन, उहाँले कहिले मन बदल्नुहुन्न। अनि त्यसो भए किन उहाँ चाहिँ पुरानो करारमा चाहिँ उहाँ एकदमै क्रूर अनि नयाँ करारमा चाहिँ दयालु, उहाँ कसरी परिवर्तन हुनुभयो त? यो वास्तवमा तपाईँ हामीलाई लागेको मात्रै हो। Only the things that we आज trust. तपाईँहरू जतिजनालाई यो कुरा लागेको छ र तपाईँहरू जतिजनाले पुरानो करार चाहिँ परमेश्वर चाहिँ एकदमै क्रूर र नयाँ करार चाहिँ दयालु, अनुग्रह, ग्रेसको परमेश्वर सोच्नु भएको छ, त्यसो भए तपाईँहरूले बाइबलको प्रकाश बुझ्नु भएको छैन, तपाईँले परमेश्वरको वचनलाई बुझ्नु भएको छैन। एउटा समय आयो, पवित्र आत्माले मेरो हृदयको आँखालाई खोलिदिनु भयो। अनि त्यसपछि मेरो जीवनमा कुनै पनि प्रश्न रहेन, मलाई कसैले पनि उत्तर दिनु नसकेको हरेक उत्तरहरू मैले पवित्र आत्माबाट पाएँ। अनि आज तपाईँहरूले ध्यान दिएर सुन्नुहोस्, अनि तपाईँले आज प्रकाश पाउँदै हुनुहुन्छ। Today, you're very happy. तपाईहरु खुसी Hallelujah. हुनुहुन्छ? Today you will get a new Hallelujah. revelation. र गन्ती 23:19 चाहिँ त्यहाँ के लेखेको छ भने उहाँले कहिले पनि मन बदल्नुहुन्न। परमेश्वर ढाट्नुहुन्न, कारण उहाँ मानिस हुनुहुन्न, उहाँले मन बदल्नुहुन्न, हेर्नुहोस्, उहाँले मन बदल्नुहुन्न, कारण उहाँ मान्छेको सन्तान हुनुहुन्न। उहाँले भन्नु भएपछि के त्यो गर्नुहुन्न र अथवा उहाँले प्रतिज्ञा गर्नु भएपछि के त्यो पुरा गर्नुहुन्न र? मलाकी 3 को 6। Malachi chapter 3 verse 6. म परम प्रभु कहिले परिवर्तन हुँदिन, त्यसैले हे याकुबका सन्तान हो, तिमीहरू नष्ट भएका छैनौ। अनि यो मलाकी 3 को 6 मा हेर्नुहोस् त, म परम प्रभु कहिल्यै परिवर्तन हुँदिन। परमेश्वरको वचनले भनेको छ उहाँ कहिले परिवर्तन हुनुहुन्न। अनि याकुब 1 को 17 ले भन्छ म कहिले पनि बदली रहदिन र म कहिले पनि म हेरफेर हुँदिन भन्नुभएको छ। पढिदेऊ। Jacob 1:17. हरेक असल दान र हरेक सिद्ध वरदान स्वर्गबाट हो। यो वरदान ज्योतिका पिताबाट आउँछ। बदलिरहने छाया जस्तो उहाँमा कुनै हेरफेर हुँदैन। अनि यहाँनिर चाहिँ बदलिरहने छाया जस्तो उहाँ कहिले पनि हेरफेर हुनुहुन्न। त्यहाँनिर धेरै बाइबलको भर्सहरू छ जहाँबाट चाहिँ हामी थाहा पाउँछौँ परमेश्वर कहिले पनि परिवर्तन हुनुहुन्न। There are many verses in Bible. We all know the God will never change. त्यसो भए पुरानो करारमा किन उहाँले मानिसहरूलाई मार्नुभयो? नयाँ करारमा चाहिँ जति पाप गर्दा पनि किन उहाँले अनुग्रह गर्नुभयो? अहिले हामीले 3वटा पद पढ्यौँ, गन्ती 23:19, मलाकी 3 को 6, याकुब 1 को 17। यी सबैले भन्छ उहाँ कहिले मन बदल्ने परमेश्वर हुनुहुन्न, उहाँ छाया जस्तो हेरफेर हुनुहुने परमेश्वर हुनुहुन्न र उहाँ कहिले पनि परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ। तपाईँ हामीले नबुझेर हाम्रो सोचाइ चाहिँ गल्ती हो, तर परमेश्वरको वचन चाहिँ सत्य हो र सधैँ परमेश्वरको वचन सत्य रहन्छ। स्वर्ग र पृथ्वी टलेर जानेछ तर परमेश्वरको वचन कहिले पनि टलेर जाने छैन। त्यसकारण तपाईँ हामीले जुन प्रश्न उठाएका छौँ त्यो चाहिँ हामीले परमेश्वरको वचनको प्रकाश नपाएको कारणले यो क्वेसन गरिरहेका छौँ। किन हामीले त्यो धेरैले त्यो सोच्यो पुरानो करारमा उहाँ चाहिँ एउटा रिसालु र नयाँ करारमा दयालु। आज जतिजनाले सोचेको छ, आज तपाईँहरूले यसको लागि प्रकाश पाउनुहोस्। तपाईँले सबैभन्दा पहिलो प्रकाश चाहिँ पाउनुपर्छ। उहाँ हिजो जस्तो हुनुहुन्थ्यो, अहिले त्यस्तै हुनुहुन्छ, भोलि त्यस्तै हुनुहुन्छ। उहाँ सदा सर्वदा एक समान कहिले परिवर्तन नहुने परमेश्वर हुनुहुन्छ र परमेश्वर चाहिँ वास्तवमा कहिले पनि रिसालु हुनुहुन्न र परमेश्वरले कहिले पनि इजरायलीहरूलाई मार्नु भएको छैन। उहाँले कहिले पनि मानिसहरूलाई मार्नु भएको छैन। He never killed people. त्यसो भए पुरानो करारमा किन त्यति धेरै मानिसहरू मरे? If so, then in Old Testament, why must so many people are killed? अनि वास्तवमा हिब्रू भाषामा चाहिँ परमेश्वरले मार्नुभयो भन्ने शब्द छैन। In Hebrew, there is no word that God killed. तर उहाँले चाहिँ आफ्नो सुरक्षाको हात हटाउनु भयो। तर म आज अझै तपाईँहरूलाई गहिरेर प्रकाश दिन चाहन्छु। वास्तवमा परमेश्वरले त्यो आफ्नो प्रोटेक्सनको हात हटाउनु भएको पनि होइन, तर मानिसहरू आफै त्यो सुरक्षाको घेराबाट बाहिर निस्केको हो। आज म तपाईँहरूलाई त्यो प्रमाणित गरेर देखाइदिनेछु। परमेश्वरले जब आदमलाई सृष्टि गर्नुभयो अनि परमेश्वरले आदमसँग एउटा करार स्थापना गर्नुभयो अनि स्वर्गीय राज्यमा पनि कानुन र सरकार राज्य छ। His kingdom, there अनि is a सबै law. कानुनहरूको नक्कलहरू यो पृथ्वीमा गरिएको छ। अनि हामी नेपालमा पनि कुनै घरमा हामी बिजनेस गर्नु पर्यो भने देखे त्यो एग्रिमेन्टले चाहिँ सुरक्षा दिन्छ।
उत्पत्ति 1:28 मा चाहिँ त्यहाँनिर परमेश्वरले जब परमेश्वरले आदमलाई सृष्टि गर्नुभयो पहिलोपटक नै परमेश्वरले एउटा करार स्थापना गर्नुभयो र आशिष दिनुभयो तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै सब थोकलाई सारा सृष्टिलाई सारा प्राणीलाई सारा भूमिलाई यो पृथ्वीलाई नै तिमीले राज्य गर्दै जाऊ। उत्पत्ति 1:28 परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो बसमा पार्दै जाऊ। समुद्रका माछाहरू आकाशका पन्छीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। आज तर यो करारलाई धेरै चर्चहरूले बिर्सिसकेको छ। धेरै विश्वासीहरूको दिमागमा त्यही छ, म त केही पनि होइन, म त किरा हो, म गन्याउला हो। आज धेरैको विचार त्यो छ। यदि मेरो छोरी मेरो अगाडि आएर अनि भन्यो म काम नलाग्ने हुँ, म केही होइन, I'm nothing. म बाटोको धुलो हुँ, यदि त्यसो भन्यो भने म उसलाई हकार्छु। तिमीलाई कसले भन्यो? Who tell you like तिमी this? मेरो छोरी हो, You're my daughter. You have the different place. तिमीलाई मैले छुट्टै स्थानमा राखेको छु। I put you in a different place. तिमी तिनीहरू भन्दा माथि छौ, You are the above them from तिमी the तिनीहरू others. भन्दा शक्तिशाली छौ। You are the truly from the मैले others. तिमीलाई अधिकार दिएको छु, I gave the authority. मसँग भएको सबै अधिकारहरू तिमीलाई दिएको छु। I gave everything that आफूलाई I तुच्छ have. नठान, You don't think so. आफूलाई तुच्छ You नसम्झ। don't think like that. तिमी महान हो, You are तिमी the आशीषित हो। up. You are the blessed. हालेलुया। Hallelujah. आज तपाईँ हामी हरेकजनाको परिवार छ, छोराछोरीहरू छ, अनि हामी किन परिवार भयो भनेदेखि कसैसँग लभ परेर विवाह भयो अनि बच्चाहरू भयो होइन। Why? तर हरेक मानिसले सोचिरहेको हुन्छ म परिवार बनाउँछु। परिवार चाहिँ एउटा खुसी हो, परिवार चाहिँ एउटा आनन्द हो, परिवार एउटा सङ्गति हो। अनि हामी चाहिँ परमेश्वरको स्वरूपमा सृष्टि भएको कारण परमेश्वरको स्वभाव हामीसँग छ। त्यसै कारण हामी यसबाट थाहा पाउँछौँ कि परमेश्वर परिवार चाहनुहुन्छ, परमेश्वरले परिवार चाहनुहुन्छ। अनि परमेश्वरले त्यसकारण आदमलाई जन्माउनु भयो, आदमलाई बनाउनु भयो। अनि परमेश्वरले अदनको बगैँचामा एउटा खाने र खानु नहुने एउटा फल राखिदिनु भयो। सबै फलहरू खान सक्थ्यो तर एउटा फल खान सक्दैन थियो। यो चाहिँ परमेश्वरले उसलाई एउटा फ्री विलबाट आफ्नो स्वतन्त्र इच्छाबाट परमेश्वरलाई प्रेम गरोस् भन्ने हिसाबले परमेश्वरले यो राख्नु भएको थियो। म तपाईँलाई उदाहरण दिएर बुझाउन चाहन्छु। जस्तो उदाहरणको लागि मेरो एउटा ठुलो एउटा एबिसी भन्ने एउटा ठुलो कम्पनी छ नेपालमा, अनि मैले त्यो एबिसी कम्पनीको म्यानेजर मैले मेरो छोरीलाई बनाएँ। अनि मैले चाहिँ उसले हरेक महिनामा पाउने स्यालेरीबाट चाहिँ मैले आफै काटेर मेरो एकाउन्टमा जाने राखिदिएँ भने प्रेम होइन यो, उसले प्रेम गरेर मलाई दिएको होइन। यो त मैले नै उसको स्यालेरी उसलाई दिनुसाथ अटोमेटिकली मेरो एकाउन्टमा जाने बनाएँ। यो त उसले मलाई प्रेम गरेको होइन, तर उसलाई जति स्यालेरी तोकिएको छ उसको हातमा दिने उसको इच्छाले मलाई चाहे दिएको होस्। यदि दियो भने उसको इच्छाले जुन दिएको मलाई भ्यालु हुन्छ त्यतिको भ्यालु चाहिँ अटोमेटिक एकाउन्टमा आएको त्यसको कुनै भ्यालु हुँदैन। त्यसकारण यदि परमेश्वरले त्यहाँनिर चाहिँ अब जे गर्दा पनि पापै नहुने राखिदिएको भए त्यसको केही भ्यालु हुन्थेन। किनकि तपाईँ हामी पो पापी स्वभावमा जन्मेको छ र हामीलाई पाप गर्नु मन लाग्छ। तर आदम त उहाँ फुल्ली ऊ चाहिँ एउटा परमेश्वरको महिमामा सृष्टि भएको थियो। लुगा लगाउनु पर्दैन थियो, उसलाई कुनै खाँचो थिएन, उसलाई कुनै परीक्षा नै थिएन। त्यसकारण उसले त्यो खानु र नखानुमा उसलाई कुनै सङ्घर्ष थिएन। त्यसकारण आदमले आफ्नो स्वतन्त्र इच्छाले परमेश्वरलाई प्रेम गर्न सक्थ्यो, कुनै सङ्घर्ष बिना नै परमेश्वरको आज्ञा पालन गर्न सक्थ्यो। उसले सङ्घर्ष गर्नु पर्थेन। तर पनि आदम फस्यो। आदम कसरी फस्यो म पछि भन्नेछु। त्यसकारण अब यो एउटा यो आज मैले तपाईँलाई जुन यो सत्य घटना बताउँदैछु यो एउटा क्रिस्चियनिटीको बारेमा बताउँदै छैन, तर रियल सृष्टिको बारे बताउँदैछु। वास्तवमा तपाईँ हामी क्रिस्चियनिटीको कुरा होइन, अनि क्रिस्चियन हुनु चाहिँ वास्तविक सृष्टिमा जानु हो। हामी क्रिस्चियन धर्म मान्नु होइन, तर वास्तविक सृष्टिमा जानु हो, हाम्रो सत्य पहिचानमा जानु हो। त्यसकारण जब आदम फस्यो, पहिलो मानिस परमेश्वरले सृष्टि गर्नुभएको पहिलो मानिस जब फस्यो, त्यसपछि मानिसहरू चाहिँ पापमा फस्न थाल्यो। त्यसपछि सबैजना पापी भए। अनि परमेश्वरले आदमलाई पापमा फस्नलाई बनाउनु भएको होइन, शैतानको दासत्वमा बस्नलाई परमेश्वरले बनाउनु भएको होइन। यहाँ विशेष गरी चाहिँ परमेश्वरले मानिसलाई सृष्टि गर्नुभएको चाहिँ यो पृथ्वीको राज्य गर्नलाई, सप्तक सृष्टिमाथि राज्य गर्नलाई नै थियो। र परमेश्वरले मानिसलाई चाहिँ परमेश्वरभन्दा अलिकति कम
मात्र सृष्टि गर्नुभएको थियो, परमेश्वर बराबर जस्तै सृष्टि गर्नुभएको थियो। भजनसँग 8:5 पढिदेऊ त। तपाईँले त्यसलाई स्वर्गीय प्राणीहरू भन्दा केही मात्र सानो बनाउनु भयो र त्यसलाई महिमा र आदरको मुकुट पहिराउनु भएको छ। आफ्नो हातका कामहरूमाथि तपाईँले त्यसलाई शासक बनाउनु भएको छ। सबै थोक तपाईँले त्यसका पैताला मुनि राखिदिनु भएको छ। तर द प्यासन ट्रान्सलेसनमा चाहिँ यसरी लेखेको छ, yet what honor you have given to men, created only a little lower than Elohim। है, यो नेपालीमा चाहिँ स्वर्गदूत भनेको छ, त्यो मिस्टेक छ ट्रान्सलेसन, तर इङ्ग्लिसमा चाहिँ करेक्ट छ। Yet what honor you have given to men, created only a little lower than Elohim, crowned like kings and queens with glory and magnificence। अनि यो इङ्ग्लिस अनुसार द प्यासन ट्रान्सलेसन अनुसार, तर तपाईँले मानिसहरूलाई कस्तो सम्मान दिनुभएको छ जो एलोहिम भन्दा अलिक कम सृष्टि गरेका छन् र राजा रानीहरू जस्तै महिमा र वैभवले मुकुट पहिरेका छन्। त्यसकारण यहाँनिर चाहिँ द प्यासन ट्रान्सलेसन अनुसार भजनसँग 8:5 अनुसार चाहिँ उहाँले हामीलाई राजा रानी जस्तै उहाँको महिमाको मुकुट लगाइदिनु भएको छ र उहाँ एलोहिम परमेश्वर भन्दा अलिकति मात्र लिटल लोअर देन एलोहिम, अलिकति कम मात्राकोमा सृष्टि गर्नुभएको छ। तर परमेश्वरले त्यो आशिषको करारमा राख्दै आदमले त्यो करार भङ्ग गर्यो। अनि त्यसपछि फेरि अब आदमले आज्ञा भङ्ग गर्न साथ पाप फैलियो, सबै दूषित भयो। अनि त्यसपछि परमेश्वरले नोआलाई धर्मी भेटाउनु भयो। नोआ परमेश्वर सँगसँगै हिँड्थ्यो अनि परमेश्वरले नोआसँग करार बाँध्नु भयो। हालेलुया। उत्पत्ति 6:9 पढिदेऊ त छिट्टो। नोआको वृत्तान्त यही हो। आफ्नो पुस्तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्वरको साथै हिँड्ने गर्थे। 18 पद पढिदेऊ सिधै। तर तसँग चाहिँ म आफ्नो करार स्थापित गर्नेछु, त तेरा छोराहरू, तेरा पत्नी र तेरा बुहारीहरू समेत जहाजमा आउनेछ। परमेश्वरले नोआसँग करार बाँध्नु भयो, तैँले एउटा सन्दुक बनाउनेछस्। ढुङ्गा चाहिँ पानीबाट तर्नलाई बनाइन्छ, आर्क भनेको चाहिँ सन्दुक चाहिँ मानिसहरूलाई बचाउनलाई बनाइन्छ। आर्क अफ नोआ त्यो सन्दुक थियो। सन्दुक स्वयं ख्रिस्ट हुनुहुन्छ। अनि सन्दुक त्यो आर्क अफ नोआ त्यो जहाजको एउटै मात्रै ढोका थियो। प्रभु येशू ख्रिस्टले भन्नुभयो, बाटो सत्य र जीवनमा मात्र म तर बाहेक कोही पनि पिता कहाँ पुग्न सक्ने छैन। त्यसैले त्यो जहाज चाहिँ एउटा केवल जहाज थिएन, तर त्यो एउटा रिडिमर थियो। त्यो जहाज चाहिँ उद्धार गर्ने सन्दुक थियो। हालेलुया, हालेलुया। मैले तपाईँहरूलाई नोआको जहाज र ख्रिस्ट येशूको सिम्बलिक चिन्ह भनेर मैले तपाईँहरूलाई मङ्गलबारको सङ्गतिमा निकै पहिला बताएको छु, कतिजनाले सम्झिनुहुन्छ। त्यस कारण आज म यो सबै बारेमा बताउने समय छैन। त्यो एकदमै ठुलो त्यो 3 तला थियो। अनि सायद मेरो विचारमा यो कीर्तिपुर जत्रै नै ठुलो एरियाको हुनुपर्छ, त्यहाँको नाप अनुसार हेऱ्यो भनेदेखि। अनि परमेश्वरले चाहिँ तेरो परिवार सबै यो जहाजभित्र बस्नेछ, यो सन्दुकभित्र बस्नेछ। अनि उसले सबैजनालाई प्रचार गरे, जतिजना यो जहाजमा आउनेछ तिमीहरू बाँच्नेछ। अनि तर त्यो सुसमाचारलाई कसैले पनि विश्वास गरेन। अनि खालि नोहा र नोहाको जम्मी नोहा सहित गरेर 8 जनाको परिवार मात्रै त्यो जहाजभित्र पस्यो। अनि बाँकी संसारको सबै मानिसहरू चाहिँ जलप्रलयले मर्यो। अब तपाईँहरूले एन्सर पाउनुभयो। यदि त्यो जहाजमा संसारको सबै मानिस आएर बसेको भए मर्थ्यो भन्नुहोस् त। परमेश्वरले भन्नुभएको थियो भने सबलाई भन र यहाँ बोला भन्नुभएको थियो भने भन्नुभएको थिएन। त्यहाँ मर्नुको कारण उनीहरू चाहिँ परमेश्वरको प्रोटेक्सनबाट भागेको हो कि होइन? त्यस कारण परमेश्वरले मार्नु भएको कि आज मानिसहरू आफै मरेको भन्नुहोस् त। So now you have a good question. त्यस कारण परमेश्वरले मार्नु भएको होइन। परमेश्वरले त मौका दिनुभएको थियो, आऊ यो जहाजमा बस। त्यसकारण नोहाको समयमा सबै मानिसहरू मर्यो। अनि नोहाको पछि बिस्तारै फेरि अरू नयाँ संसार, नयाँ सबै थोक नयाँ जस्तै भयो, किनकि जलप्रलयपछि। अनि परमेश्वरले नोहासँग गर्नुभएको करार चाहिँ कि मानिसले यो पृथ्वीलाई राज्य गर्नु नै थियो र शैतानको दासत्वमा हुन्थेन। तर नोआको पनि पछि जुन सन्तानहरू हुँदै गयो उनीहरूले पनि फेरि त्यो करारलाई भङ्ग गर्यो। अनि फेरि परमेश्वरले अब्राहमसँग परमेश्वरले करार बाँध्नुभयो। पढिदियो उत्पत्ति 12:1। परमप्रभुले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब अथवा तेरा पिताबाट
पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा। 2-3 पनि पढिदियो। म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु। म तेरो नाउँ प्रसिद्ध गराउनेछु र तँ आशिषको मूल हुनेछस्। तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु र तँलाई शराब दिनेहरूलाई शराब दिनेछु। तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछन्। तपाईहरुले यो समय बचाउनको लागि तपाईले पद मात्रै टिप्नु होला। उत्पत्ति 12 को 1 देखि 3, उत्पत्ति 15 को 4 र 5, In Genesis chapter 12 verse 1 to 3 and Genesis chapter अब्राहमको पनि पछि सन्तानहरू इसहाक, याकुब, याकुबको सन्तानहरू 12 कुल मिश्र देशमा गयो। मिश्र देशबाट उनीहरूको सन्तान फैलिँदै गयो। पछि उनीहरू गोसेन प्रदेशमा, पछि उनीहरू के छ 430 वर्ष फेरि मिश्र देशको दासत्व भएर जिउनु पर्यो। उनीहरूले निरन्तर इँटा बनाइरहनु पर्थ्यो। परमेश्वरको आराधना गर्ने समय हुन्थेन, परमेश्वरसँग संगति गर्ने समय हुन्थेन। they don't have time for fellowship to God. परमेश्वरले मोसालाई चुन्नु भयो। God chosen Moses. परमेश्वरले मोसासँग करार स्थापना गर्नुभयो। God make a new covenant with Moses. परमेश्वरले मोसालाई 10 आज्ञाको करार दिनुभयो। अनि मोसाको सन्तानहरूले पनि परमेश्वरको करारलाई भङ्ग गर्यो। अनि परमेश्वरले दाउदसँग परमेश्वरले करार बाँध्नु भयो। And then after God make a new अनि covenant with परमेश्वरले David. दाउदलाई भन्नुभयो तेरो सिंहासन चाहिँ म अनन्तको लागि स्थिर गराउँछु भनेर करार बाँध्नु भयो। पहिलो इतिहास 17 अध्याय 11 देखि 14 सम्म छिटो पढिदियो। जब तेरो जीवन खत्तम हुनेछ र त तेरा पितृहरूसित मिल्न जानेछस् तब तेरै घरानाको एकजनालाई तेरो पछि राज्य गर्न म नियुक्त गर्नेछु र म त्यसको राज्य स्थिर गर्नेछु। त्यसैले मेरो लागि एउटा भवन बनाउनेछस् र त्यसको सिंहासन सदाको निम्ति स्थिर गर्नेछु। म त्यसका पिता हुनेछु र म त्यो मेरो छोरो हुनेछ। मैले तेरो अघिको शासन गर्नेदेखि नै मेरो प्रेम फिर्ता लिए झै म त्यसदेखि चाहिँ मेरो प्रेम कहिले फिर्ता लिने छैन। हालेलुया। परमेश्वरले सृष्टिदेखि नै उहाँले आफूले सृष्टि गरेको, आफ्नो स्वरूपमा सृष्टि गरेको आफ्नो पुत्रलाई जुन आइडेन्टिटी, एउटा सत्य पहिचान बारम्बार गुमाएको कारण यो करारले चाहिँ उनीहरूलाई फेरि आफ्नो आइडेन्टिटीमा ल्याउनको लागि, ओरिजिनल क्रिएसनमा ल्याउनको लागि परमेश्वरले अर्को व्यक्तिसँग यसरी करार बाँध्दै आउनुभयो। ती करारहरूलाई चाहिँ पुरानो करार भनेको बुझ्नुभयो। यो एउटा एग्रिमेन्ट हो, एउटा वाचा हो, प्रतिज्ञा हो। Covenant is like an agreement and he is त्यसकारण like कोही a मानिसले चाहिँ promise. पुरानो करार र नयाँ करार बनाएको होइन। यो कोही मानिसले नाम दिएको होइन यो पुरानो करार र नयाँ करार। त्यसपछि जब परमेश्वरले दाउदसँग करार बाँध्नु भयो अनि परमेश्वर created अघि new हामीले covenant with पढ्यौँ कि 14 पदमा कि पहिलो इतिहास 17 को 14 पदमा म त्यसलाई मेरो भवन र मेरो राज्यमाथि सधैँको निम्ति राख्नेछु र त्यसको सिंहासन सदा सर्वदाको निम्ति स्थिर रहनेछ। लुका 1 को 31 र 33। अब हेर तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरा जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशू राख्नेछौ। उहाँले याकुबको वंशमाथि सदा सर्वदा राज्य गर्नुहुनेछ र उहाँको राज्यको अन्त हुने छैन। त्यसकारण येशू ख्रीष्ट चाहिँ दाउदको सिंहासन भएर आउनुभयो। त्यसकारण परमेश्वरले जुन पुरानो व्यक्तिहरूसँग करार गर्दै आउनुभयो अनि त्यो करार भङ्गाउँदै गयो अनि अन्तमा परमेश्वरले दाउद राजालाई यिनी मेरो जस्तै हृदय भएको मानिस भन्नुभयो र तिम्रो राज्य चाहिँ म स्थिर गराउनेछु र तिम्रो सिंहासनलाई अनन्तसम्म राख्नेछु भनेर परमेश्वरले दाउदसँग परमेश्वरले करार बाँध्नुभयो। अनि यो सब करारहरूको एउटै मात्रै रिजन, एउटै मात्रै उद्देश्य चाहिँ आफ्नो सही पहिचान परमेश्वरले हामीलाई के को लागि सृष्टि गर्नुभएको, उहाँको रियल आइडेन्टिटी हामी परमेश्वरको पुत्रहरू हौँ। हामी लिटल लोवर देन एलोहिम, हामी थोरै मात्रै, हामी परमेश्वरभन्दा थोरै मात्रै, परमेश्वरभन्दा कममा सृष्टि भएका छौँ। आमेन, हालेलुया। Real covenant is that अब प्रभु यीशु आउनुभयो, धर्म र रीतिथिति विधि विधान उहाँले स्थापना गर्नु आउनुभएको होइन। क्रिस्चियनिटी रीतिथिति होइन। परमेश्वरको हाम्रो रियल आइडेन्टिटी, हाम्रो सत्य पहिचान चाहिँ हामी शक्ति बिना बस्ने होइन, हामी हारेको जीवन जिउने होइन, हामी निराश र गरिबी र रोग बिमारले पीडित भएर बस्ने होइन। आज परमेश्वरलाई विश्वास गरेर पनि आज शैतानको बन्धनमा, गरिबीको बन्धनमा, रोग बिमारको बन्धनमा हुनुको कारण चाहिँ किनभने उनीहरूले परमेश्वरको करारलाई भङ्ग गरेको छ। यिर्मयाको पुस्तक 31 को 31 देखि 34।
परमप्रभु भन्नुहुन्छ ती दिन आउनेछन् जब इजरायलको घरानासँग र याकुबको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु। तिनीहरूका पुर्खाहरूसँग मैले बाँधेको करार जस्तै यो हुने छैन। जब मैले तिमीहरूका हातमा समातेर मिस्रबाट डोर्याएर ल्याएको थिएँ, परमप्रभु भन्नुहुन्छ तिमीहरूले मेरो करार भङ्ग गरे, यद्यपि म तिनीहरूका पिता थिएँ। परमप्रभु भन्नुहुन्छ ती दिनपछि म इजरायलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु। म तिनीहरूका परमेश्वर हुनेछु र तिनीहरू मेरा प्रजा हुनेछन्। परमप्रभुलाई चिन भनेर अब उसो कुनै मानिसले आफ्नो छिमेकीलाई वा आफ्ना दाजुभाइलाई सिकाउने छैनन्, किनकि सानादेखि लिएर ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्। परमप्रभु भन्नुहुन्छ किनकि तिनीहरूका अपराधहरू क्षमा गर्नेछु, किनकि तिनीहरूका अपराधहरू म क्षमा गर्नेछु र म तिनीहरूका पाप फेरि कहिले सम्झने छैन। पहिलो आदम फेल भयो अनि त्यसकारण परमेश्वरले अन्तिम आदम येशू ख्रिस्टलाई बनाएर पठाउनु भयो। त्यसकारण अन्तिम आदम येशू ख्रिस्टद्वारा स्थापना गरिएको करार चाहिँ नयाँ करार हो। अनि तपाईँ हामी आज नयाँ करारमा छौँ। आज उहाँले यस पृथ्वीमा स्थापना गर्नुभएको चर्च चाहिँ नयाँ करारमा स्थापना भएको चर्च हो। उहाँले आफ्नै एकलौटे पुत्रको बलिदानको रगतद्वारा स्थापना गर्नुभएको चर्च ख्रिस्ट चट्टानमाथि स्थापना गर्नुभएको छ। नरकको ढोकाहरू यसमाथि विजय हुने छैन। अब चर्च कहिले फेल हुने छैन। Now the church never failed. यो परमेश्वरले गर्नुभएको अन्तिम करार हो। He is the final covenant of God. परमेश्वरले पर्खिरहनु भएको छ। God waiting. अब परमेश्वरले चर्चलाई शक्तिशाली बनाउँदै हुनुहुन्छ। The God will make us strong and powerful किनकि church. मानिसहरूसँग गरिएको करार Because the making the covenant with the people, भङ्ग भएर गए तापनि all are तर broken. परमेश्वरले आफ्नै एकलौटे पुत्रका बलिदानको रगतमा काट्नु भएको करार But his कुनै पनि शक्तिले भङ्ग गर्न सक्ने छैन। तर परमेश्वरले चर्चलाई अब स्थापना जसरी गर्नुभएको छ पुरा पनि उहाँले नै गर्नुहुनेछ। परमेश्वरले विजयमा जुन परमेश्वरले रियल आइडेन्टिटीमा हामी यो पृथ्वीलाई शासन गर्छौँ, we are ruling हामी यो this सृष्टिलाई शासन earth. गर्छौँ, We are ruling this हरेक creator. सृष्टिलाई हामी शासन गर्छौँ, All the हामी creator. हरेक थोकलाई हामी शासन We गर्दछौँ। reign in all things. हामी परमेश्वर भन्दा सानो अलिकति सानो तहमा मात्र सृष्टि भएका छौँ। We are created by little lower than Elohim. परमेश्वरले जुन पहिचानमा सृष्टि गर्नु भएको थियो आज त्यो पहिचानलाई पुरा गर्नको लागि विभिन्न मानिसहरूद्वारा गरेको करार मानिससँग गरेको करार भङ्ग भए तापनि उहाँले आफ्नो एकलौटे पुत्रको बलिदानको रगतसँग स्थापना गर्नुभएको यो नयाँ करारमा आज नयाँ करारमा स्थापित तपाईँ हामी चर्च नयाँ करारका चर्च हौँ। हालेलुया हालेलुया। Now, मत्ती 26:28 र 29। किनभने यो नयाँ करारको मेरो यो रगत हो जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ। तर म तिमीहरूलाई भन्दछु ती दागको यस फलबाट म तबसम्म पिउने छैन जबसम्म आफ्ना पिताको राज्यमा तिमीहरूसँग नयाँ गरी पिउँदिन। अनि प्रभु यीशु ख्रिस्टले चाहिँ उहाँले आफ्नै रगत बगाएर आज तपाईँ हामीसँग नयाँ करार स्थापना गर्नुभएको छ। हालेलुया। पुरानो करारमा बाहिर ढुङ्गाको पाटीमा लेखिएको आज्ञाहरू थियो। हिब्रू 10:16 भन्दछ अब परमेश्वरले नयाँ करारमा चाहिँ अब तिमीहरूलाई ढुङ्गाको पाटीमा होइन तिमीहरूको हृदयको पाटीमा म परमेश्वरको वचनहरू लेखिदिनेछु। त्यसकारण ढुङ्गामा लेखिएका आज्ञाहरू मानिसहरूले पालन गर्न सकेनन् तर अब परमेश्वरले तपाईँ हाम्रो हृदयमा उहाँको वचन लेख्दै हुनुहुन्छ। हालेलुया। अनि उहाँ चाहिँ हामी भित्र आउनु भएको छ। हालेलुया। र हाम्रो हृदयमा उहाँको वचनहरूले कुद्दै हुनुहुन्छ। हालेलुया। शैतानले आदमलाई कसरी छल गर्यो? हब्बाद्वारा छल गर्यो। बाइबलमा हामीले हेर्यौँ भनेदेखि हब्बा चाहिँ आदमको सहयोगी मात्रै थियो। त्यसकारण शैतानले पहिला हब्बालाई छल गर्यो अनि आदम चाहिँ हब्बासँग एक भएको कारण अनि आदमलाई चाहिँ उसको सहयोगी हब्बाले फसायो। परमेश्वरले नयाँ करारमा चाहिँ कोही स्त्री कोही पुरुष कोही कमरा कोही फुक्का छैन। गलाती 3:26-28। किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रिस्ट येशूमा परमेश्वरका सन्तान हो किनकि तिमीहरू मध्ये जतिको ख्रिस्टमा बप्तिस्मा भयो तिमीहरू सबैले ख्रिस्टलाई धारण गरेका छौ। अब न त यहुदी न ग्रीक न कमरा न फुक्का न त पुरुष न स्त्री छ। हालेलुया। hallelujah. त्यसकारण अब तपाईहरू हेल्पर होइन। सबले भन्नु छोरीहरू अब हामी हेल्पर होइन हामी परमेश्वरको पुत्रहरू हौँ। हालेलुया।
त्यसकारण अब तपाईँ छोरी मान्छेहरू, म परमेश्वरको छोरी होइन, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ। हालेलुया। गलाती 3:26 देखि 28 पद अनुसार अब तपाईँहरू परमेश्वरको पुत्र हुनुहुन्छ। हालेलुया। त्यसकारण अब परमेश्वरले हेल्पर हटाउनु भयो, परमेश्वरले पुत्र बनाइदिनु भयो। अब शैतानले हाम्रो हेल्परहरूलाई खोजेर भेटाउने छैन। अब हाम्रो सहयोगीहरू सबै पुत्र भइसकेको छ। त्यसकारण यो अन्तिम करार हो। त्यसकारण यो चर्च कहिले हार्ने छैन। उहाँले चट्टानमाथि स्थापना गर्नुभएको छ। त्यसैले उहाँले भन्नुभयो का यो चट्टानमाथि बसालेको मण्डलीमाथि नरकको ढोक कहिले विजय हुने छैन। यदि कोही व्यक्ति परमेश्वरको राज्यमा छ भने के देखिनेछ? परमेश्वरको राज्यमा डिप्रेसन छैन, There is no परमेश्वरको depression in राज्यमा God's एन्जाइटी छैन, kingdom. There is no anxiety in God's kingdom. परमेश्वरको राज्यमा गरिबी छैन, There is no poverty in God's परमेश्वरको kingdom. राज्यमा झगडा छैन, There is no alcoholism in परमेश्वरको God's राज्यमा kingdom. डिभोर्स छैन, There is no divorce in God's परमेश्वरको kingdom. राज्यमा श्राप छैन, परमेश्वरको राज्यमा आँसु छैन। प्रभु येशू ख्रीष्टले भन्नुभयो यदि मैले शैतानलाई मैले मेरो औँलाले हटाउँछु भनेदेखि परमेश्वरको राज्य आइसकेको छ। God will प्रभु come. येशू ख्रीष्टले भन्नुभयो दुष्ट आत्मालाई निकाल, रोगीहरूलाई निको पार, गरिबहरूलाई सुसमाचार सुनाऊ, परमेश्वरको राज्य आयो भन। हालेलुया। Hallelujah. त्यसकारण परमेश्वरको राज्यमा गरिबी छैन, There is no poverty in परमेश्वरको God's राज्यमा kingdom. बिमार छैन। अनि उहाँको वचनमा चाहिँ जीवन र श्वास छ, उहाँको वचनमा चाहिँ जीवन र आत्मा छ। And in His word there is life and त्यसकारण जब हामी वचन सुन्छौँ, the while we listening to यो God. ज्ञानको वचन होइन, This is not यो येशू ख्रीष्टको मुखबाट आएको Jesus श्वास र Christ. प्रकाशको वचन जहाँ जीवन र आत्मा हुँदछ, जसले चाहिँ तपाईँ हाम्रो मरेको भागहरू जीवित भई उठ्दछ। तपाईँको परिवारमा मरेको सम्बन्धहरू जीवित भई उठ्नेछ, तपाईँको परिवारमा मरेको आर्थिक स्थितिहरू जीवित भई उठ्नेछ, तपाईँको शरीरमा मरेको भागहरू जीवित भई उठ्नेछ। यो परमेश्वरको राज्य हो, This is God's kingdom. यो परमेश्वरको राज्य हो। This is God's त्यसकारण kingdom. तपाईँ हामी परमेश्वरको राज्य स्थापना गर्न आएका छौँ। हामी परमेश्वरका पुत्रहरू हौँ। We are the sons of God. रोमीको पुस्तकले भन्दछ प्रकृतिले चाहिँ सभ्यतामा परमेश्वरको पुत्रहरू कहिले प्रकट हुन्छ भनेर उनीहरूले पर्खिरहेको छ। अब परमेश्वरको पुत्रहरू प्रकट भइसकेको छ, Now the sons are ready. किनभने परमेश्वरले नयाँ करार स्थापना गर्नुभएको छ। Because God परमेश्वरले created a new चर्चसँग नयाँ covenant. करार स्थापना गर्नुभएको छ। God created a new covenant. अब त्यहाँनिर सहयोगीहरू होइन, There is no अब help. परमेश्वरले पुत्रहरूको रूपमा प्रकट गर्नुभएको छ। God reveals the sons. परमेश्वरले पुत्रत्वको अधिकार दिनुभएको छ। God gives authority to the sons. अब फेरि परमेश्वरको पुत्र फेल हुने छैन। Now the sons are अब never यो अन्तिम failed. करार कहिले भङ्ग हुने छैन। The last covenant is never त्यसैले broken. परमेश्वरले यो नयाँ करार स्थापना गर्नुभयो। Why God recreated पुरानो करारमा मानिसहरू फेल भए तापनि परमेश्वरले अब यो नयाँ करारमा मण्डलीलाई कहिले फेल हुन दिनु हुने छैन। new हालेलुया। covenant God. एक दिन मैले One day. म बाटोमा हिँड्दै थिएँ, जान परमेश्वरसँग टाढिएको महसुस गरेँ। अनि Powerful मैले God. सोचेँ मैले के पनि पाप गरेको छैन, तर पनि म किन परमेश्वरदेखि टाढिँदैछु? Why I am so much far from किन God? परमेश्वर मदेखि टाढो हुनुहुन्छ? Why God is far from me? किन म परमेश्वर मेरो छेउमा हुनुहुन्न? Why God is not close to me? अनि मैले पवित्र आत्मालाई सोध्न थालेँ, पवित्र आत्मा मैले केही पाप नगरे तापनि Even I don't do wrong things. किन म परमेश्वरदेखि टाढिएको मैले महसुस गर्दैछु? God. पवित्र आत्माले मलाई जवाब दिनुभयो, तँ अझै पनि भावना अनुसार जिउँदैछस्, तँ तेरो भावनाले के भन्छ What your conscience त्यो says. अनुसार नजिए, You are not live like that. तर तँ आत्मा होस्। But you are म spirit. आत्मामा तँसँग छु, I'm talking to म the आत्मामा spirit. तँसँगै छु। I'm with you. अब त अलग म अलग होइन, तर तँमा एक हुँ, आत्मा र आत्मामा तँमा एक हुँ। मैले त्यस बेला सधैँ परमेश्वर मेरो रुममा आयो हुन्थ्यो भनेर सोच्ने गर्थेँ, तर जब मैले प्रकाश पाएँ म आत्मा हुँ, मसँग प्राण छ, म शरीरमा बास गर्छु, म आत्मामा उहाँलाई भेट्छु। अझ कति क्रिस्चियनहरू प्रकाशमा आएर पनि They are in परमेश्वर revelation. टाढिएको महसुस गर्न सक्छन्। They thirst. They are तर far म आज from God. तपाईँलाई भन्न चाहन्छु, Today I'm telling you. भावना अनुसार जिउने होइन। तपाईँको शरीर काम्यो भने, If your body is sick, तपाईँ लड्नुभयो भने, if you fall down, यो मात्र परमेश्वरको उपस्थिति होइन, this is not only the presence of God. कुनै पनि हाम्रो बाहिरको देखाउट बिना, कुनै पनि बाहिरको प्रकटीकरण बिना, तर आत्मामा परमेश्वर तपाईँ हामीसँग हुनुहुन्छ। But in spiritual things, God पवित्र with us. आत्मा हामी भित्र हुनुहुन्छ। The Holy Spirit in us. मैले
मैले गएको हप्ता तपाईहरुलाई भन्दै थिएँ ईश्वरत्वको पूर्णता, द गॉड्स हेड इनसाइड अस, परमेश्वर पिता, पवित्र आत्मा, पुत्र येशू ख्रीष्ट हामी भित्र हुनुहुन्छ। मैले तपाईहरुलाई गएको हप्ता भन्दै थिएँ ईश्वरको परिपूर्णता, परमेश्वर पिता, पुत्र येशू, पवित्र आत्मा पवित्र हुनुहुन्छ। होली अफ होली, पवित्र महापवित्र स्थान, Holy of holy and holy place. महापवित्र स्थान, The holy place. म भित्र हुनुहुन्छ। जब म आफ्नो प्रार्थनाको कोठामा जान्छु, जब सबै हल्लाहरू सन्नाटा भइसकेको हुन्छ, जब म एक्लै त्यो कोठाभित्र हुन्छु, धेरै पटक मेरो आँखाबाट आँसुहरू बगिरहेको हुन्छ। बाहिर मेरो कुनै प्रकटीकरण हुँदैन, शरीर बाहिर केही प्रकटीकरण हुँदैन। पुरानो करारमा धेरै मानिसहरू फेल भए, किनभने मन्दिर बाहिर थियो, सन्दुक बाहिर थियो, परमेश्वर बाहिर हुनुहुन्थ्यो। तर पनि उनीहरू परमेश्वरसँग हिँड्थे, उनीहरू परमेश्वर सँगसँगै हिँड्थे, परमेश्वर भित्र नभए पनि सँगसँगै हिँड्थे। परमेश्वरले हनोकलाई उठाइ लैजानु भयो, परमेश्वरले एलियालाई उठाइ लैजानु भयो, परमेश्वरले पावललाई पनि तेस्रो स्वर्गसम्म उठाइ लैजानु भयो। स्तिफनसले पनि स्वर्ग, तेस्रो हेभनलाई तेस्रो स्वर्गलाई देख्यो। प्रभु येशू ख्रीष्ट र पिता स्वयं खडा भइरहेको देख्यो। इमोसन अनुसार, भावना अनुसार नजिउनुहोस्। यदि तपाईँ भावना अनुसार जिउनुहुन्छ भने राम्रो म्युजिक बज्यो, राम्रो गीत आयो, तपाईँ राम्रोसँग आराधना गर्नुहुन्छ। तर म्युजिक बिग्रियो, तपाईँको आराधना बिग्रियो, तपाईँ भावनामा आराधना गर्नुहुन्छ। तर प्रभुले भन्नुभयो साँचो आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्छन् र परमेश्वर पिताले साँचो आराधकहरूलाई खोज्नुहुन्छ। प्रभु येशू ख्रीष्ट स्वयंले प्रार्थना गर्नुभएको थियो, पिता तपाईँ ममा, म तपाईँमा, यिनीहरू हामीमा र हामी तपाईँमा। अब हामीलाई कसले जित्न सक्छ? So now who can? अब कुन शक्ति छ तपाईँ हामीलाई हराउने? So there is यो करारलाई कसले भङ्ग गर्न सक्छ? Then who broke this covenant? अब कुनै शक्ति छैन, There is no power. अब कुनै शक्ति छैन यो नयाँ करारमा स्थापना भएको चर्चलाई हराउने। There is no power to break the standard. अब कुनै शक्तिले हामीलाई हराउने छैन। There is no power to. रोमी 8 अध्यायमा लेखेको छ, न त बलले, न त शक्तिले, न त कुनै पनि सङ्कष्टले, न त दुःखले हामीलाई परमेश्वरको प्रेमबाट छुटाउन सक्ने छैन। No one apart from God हालेलुया। loves. रोमी 8 को Hallelujah. 35 पद पढिदियो। कसले हामीलाई ख्रीष्टको प्रेमबाट अलग गर्ने? के सङ्कष्टले अथवा दुःखले अनि 38 र 39 पनि पढिदिनु। वा खेदोले वा अनिकालले वा नग्नताले अथवा खतराले वा तरवारले? किनकि म यो पक्का गरी जान्दछु कि मृत्युले वा जीवनले, स्वर्गदूतहरूले वा प्रधानताहरूले, वर्तमानका कुराहरूले वा पछि हुन आउने कुराहरूले वा शक्तिहरूले, उचाइले वा गहिराइले वा सारा सृष्टिमा भएका कुनै पनि कुराले ख्रीष्ट येशू हाम्रा प्रभुमा भएका परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्ने छैन। हालेलुया। सबैजना खडा हो, सबैजना खडा हुनुहुन्छ। कलसी 2 गर्नु। किनकि ख्रीष्टमा ईश्वरत्वको सारा परिपूर्णता शरीरमा बास गर्दछ। हम दोनों अलग, हामी सबैजनाले उहाँ हामी भित्र हुनुहुन्छ। नयाँ करारमा स्थापना भएको मण्डली एक्लै छैन। अब हामीलाई कुनै शक्तिले हराउन सक्ने छैन। सब कुछ मेरा अर्पण किया, ग्रहण किया, स्वीकार किया, ग्रहण किया, स्वीकार किया, मन में मेरे घर बनाया, ये तन मन धन मेरा, मेरे प्रभु यीशु के लिए अब मैं जीवित नहीं, वो मुझ में जीवित है। अब मैं जीवित नहीं, वो मुझ में